झुटो बोल्दाको परिणाम। साथीहरू नमस्कार, म हुँ विजया श्रेष्ठ केसी। हजुरहरूको सामुमा अत्यन्त प्रेरणादायी कथा लिएर उपस्थित भइसकेकी छु। यदि हजुर मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब, लाइक, कमेन्ट र सेयर गरेर मलाई पनि प्रेरणा दिनुहुन विनम्र अनुरोध गर्दछु। आजको कथाको शीर्षक छ झुटो बोल्दाको परिणाम। कुनै गाउँमा एक भेडा गोठाला थिए। उनी सधैँ आफ्नो भेडा बाख्राहरू चराउन जङ्गल जाने गर्थे। सधैँ भेडा बाख्रा चराउँदा उनलाई साह्रै झ्याउ लाग्छ। एक दिन यसो रमाइलो गरौँ न भन्ने मनसायले उनी जङ्गलबाट गाउँतिर फर्केर चर्को स्वरमा बाघ आयो, गुहार गुहार भनेर चिच्याउँछन्। उनले बचाऊ बचाऊ बाघले भेडा बाख्रा खोत्तर पार्यो भन्ने कुरालाई विश्वास गरेर उनलाई मद्दत गर्न र बाघ लखेट्नको लागि गाउँबाट लाठी, मुङ्ग्रा, हँसिया, बन्चरा आदि लिएर सारा गाउँलेहरू उनी भएको ठाउँमा आइपुग्छन्। तर अचम्म, त्यहाँ न त कुनै बाघ आएको थियो, बरु उनका भेडा बाख्राहरू मस्तसँग जङ्गलमा चरिरहेका थिए। उता भेडा गोठालो भने रुखमा चढेर गाउँलेलाई मूर्ख बनाएकोमा खिट्का छोडेर हाँसिरहेका थिए। उनको यस्तो हरकत देखेर गाउँलेहरू खुबै रिसाउँछन् र उनलाई फेरि यस्तो झुट नबोल्न चेतावनी दिँदै गाउँ फर्कन्छन्। यो घटना घटेको केही महिनापछि फेरि एक दिन भेडा गोठालालाई रमाइलो गर्न मन लाग्छ। उनले त्यो दिन पनि गाउँतिर फर्केर चर्को स्वरमा गुहार माग्छन्, बचाऊ बचाऊ बाघ आयो। बिचरा सोझा गाउँलेहरू हो कि क्या हो भनेर तुरुन्तै उनी भएको ठाउँमा आउँछन् त आज पनि त्यहाँ कुनै बाघ आएको छैन, बरु उनी पहिले जस्तै रुखमा चढेर गाउँलेतिर नै फर्केर हाँसिरहेका छन्। गाउँलेहरू यो पनि रिसाउँदै आफ्नो घरतिर लाग्छन्। केही दिनहरू बित्दै जाँदा एक दिनको कुरा हो, गोठालोले गाई बाख्रा हेरिरहेको बेला अचानक त्यहाँ ठुलो बाघ देखा पर्छ। बाघले भक्काभक उनका भेडा बाख्रालाई आक्रमण गर्न थाल्छन्। बाघ देखेर सातो पुत्लो उडेको त्यो गोठालोले तुरुन्तै रुखमा चढेर गाउँलेहरूसँग भन्छन्, बाघ आयो गुहार गुहार, मलाई बचाऊ बचाऊ। गाउँलेहरूले त्यो दिन पनि उनले मागेको गुहार सुने, तर कोही पनि उनलाई मद्दत गर्न आएनन्। उनीहरूले ठाने कि त्यो गोठालोले आज पनि पक्कै झुट बोलेको हुनुपर्छ, किनकि पहिले 2 चोटि उसले बाघ आयो भनेर झुट बोलेको थियो। त्यो दिन गोठालो गाउँ फर्केर आएन, किनकि बाघले गाई बाख्रा छोडेकै थिएन। उसका सबै गाई वस्तुहरू तितर बितर भएका थिए। गोठालो गाउँ नफर्केपछि भोलिपल्ट गाउँलेहरू उसलाई खोज्न आउँछन् त उसलाई साह्रै दयनीय अवस्थामा पाउँछन्। गोठालोले गाउँलेहरूले आफूले गुहार माग्दा पनि मद्दत नगरेकोमा गुनासो गर्छन्, तर गाउँलेहरूले भन्छन् कि तिमीले पहिले पनि त्यसरी नै झुक्क्याएको हुनाले यो पटक हामीहरूले तिमीलाई विश्वास गर्न सकेनौ। त्यो दिनबाट बल्ल त्यो गोठालोले मानिसहरूको विश्वास तोड्दा के हुँदो रहेछ भन्ने चाल पायो। हामीले कहिले पनि भरोसा तोड्नु हुँदैन। जसले झुट बोल्दछ उसलाई 1-2 पटक त फाइदा होला, तर दीर्घकालीन रूपमा फाइदा हुँदैन। एक दिन उनी एक्लो पर्छन्। साथीहरू, अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद। हजुरहरूलाई यो कथा कस्तो लाग्यो? यदि मन परेको छ भने कमेन्ट, लाइक, सब्सक्राइब र सेयर गर्न नबिर्सिदिनु होला। म यस्तै कथा लिएर हजुरहरूको सामुमा उपस्थित हुनेछु। हजुरहरूको दिन खुसी रहोस्, सुखी रहोस्, मस्त रहोस्, व्यस्त रहोस्। धन्यवाद।